महिनावारी र योग बारेमा केही कुरा गरौँ है त। हजुरहरूले हरेक महिना अनुभव गर्नुहुन्छ, तैपनि धेरै महिलाहरूलाई चाहिँ महिनावारी अर्थात् पिरियडको समयमा विभिन्न असहज लक्षणहरू देखिन्छन्। जस्तै पेट दुख्ने, ऐँठन हुने अर्थात् क्र्याम्स हुने, पेट भारी भएको अनुभूति हुने, अत्यधिक रक्तस्राव हुने कसैलाई, थकान महसुस हुने, धेरैलाई चाहिँ पाचनमा पनि समस्या हुन्छ, हो कि होइन भन्नुहोस् त। अनि कसैलाई राम्रोसँग निद्रा नआउने पनि हुन्छ। अरू लक्षणहरू के हुन्छन्? चिडचिडाहट, त्यसैगरी मनोभावमा उतार चढाव हुने। यी सबै लक्षणहरूलाई प्राय PMS भनिन्छ, अर्थात् प्री मेन्स्ट्रुअल सिन्ड्रोम हैन। यो PMS ले चाहिँ के हुन्छ भने महिनावारीको समयमा महिलाको दैनिक काम गर्ने क्षमतामा असर गर्न सक्छ। विभिन्न अनुसन्धानहरूले के देखाएका छन् भने योगासन, प्राणायाम र योग निद्राको नियमित अभ्यास गर्नुभयो भने PMS का लक्षणहरूलाई कम गर्न मद्दत मिल्छ है।